एभ्रीवान सो नमस्ते नमस्कार तपाईहरु सन्चै हुनुहुन्छ होला सो हामी चाहिँ एकदमै सन्चै नै छु हैन सो चाहिँ हाम्रो केटाहरु चाहिँ एकदम रोमान्टिक मोडमा छ हैन सो अनि आज चाहिँ लक्ष्मी पूजा रहेको छ हैन त्यही हो अनि हामी चाहिँ डक्कसँगले कहाँनिर जाँदै छौं भने चाहिँ संसभा नुनदेखि चिचिला समाको यात्रा हो हैन त्यहाँ चाहिँ किनभने चिचिलामा चाहिँ चिचिला गाउँपालिका सक्राते भन्ने ठाउँमा चाहिँ रङ्गशाला बबाल छ सो त्यहाँ हामी जानेछौँ अनि के कस्तो त्यहाँको भ्यू सो तपाईहरुलाई देखाउने छु अनि आज चाहिँ भैलो रहेको छ अनि सो भोलि चाहिँ देउसी सफल साथीहरुले ह्यापी तिहार भन्दै अनि सो राम्रोसँगले आफ्नो शरीरको केयर गर्नु होला अनि आफ्नो शरीरको आफै ख्याल गर्नु होला भन्दै अनि विदेशी हुने आमा बुवा तथा दाजुभाइ दिदी बहिनी सम्पूर्णलाई ह्यापी तिहार भन्दै मंगलमय शुभकामनाको व्यक्त गर्दै आज हामी अलरेडी एकदमै भ्लग बनाउने मोडमा छु हाम्रो केटाहरुको यस्तो छ क्या आम्मा हेलो भन्नु कति ग्राउन्ड हल्लो छ एकदम हल्लो कति ग्राउन्ड गर्छ त नि एकदम बेस्ट तिमीलाई अघि हेर्न मारेको त अहिले चाहिँ म अगाडि नै भन्न गइरहेको छु हैन मेरो युट्युब च्यानललाई गएर सब्स्क्राइब गरेको छैन भने चाहिँ मेरो युट्युब च्यानललाई गएर सब्स्क्राइब गरिदिनु होला अनि बेल आइकनलाई अल गरिदिनु होला अनि फाइनली हामी चाहिँ गुम्बा आइसक्यो हैन सो त्यो ठक्कसँगले हामी चाहिँ गाडीमा आइपुगेको थियो अनि किनभने हामीलाई अलिक ढिलो हुन्छ भने सो अनि भरे फेरि भइले सो अनि हेर्दा त्यही हो आज हामीले यस्तो ठग्यो नि है त्यो गाडीको ड्राइभरले मा झ्याक्ने 200 रुपियाँ हान्दियो चार्ज हान्दियो भने कसम यार ठ्याक्कै नजाउँ नजाउँ भन्दै थियो हामी ठ्याक्कै कति भन्छ 1 किलोमिटर क्या त्यो 1 किलोमिटर मात्रै हिँड्नु पर्थ्यो हामी अनि त्यतिको बाटोमा चाहिँ हामीलाई 200 रुपियाँ खायो तर केही छैन यस्तो साह्रो ठग चाहिँ नहुनुपर्ने हो क्या खासमा होइन त्यस्तो नभन्ने यार त्यो कहाँ त्यसो गरिदिनु पर्छ यार अनि अब उनीहरूले सो हामी चाहिँ गुम्बा आइसक्यो त्यो गुम्बाको वेदर अहिले बबाल छ किनभने अहिले चाहिँ यो सो हामी यस्तो बल हराएको नि ठाउँ त्यो मालिमको बाबा कि सबैजनाले केराहरू खायो उनीहरू केरा बिस्कुटले खायो कि कहिले खोल फालेको दिन्छ यो चाहिँ के गर्नु अरे क्या यहाँ त एउटै फाल्नु हुँदैन सबै गोजु लाएर आइपुग्यो होइन केरा त माछालाई गोजुमा लाएर यहाँको वेदर कस्तो बल छ भने यार देख्न सक्नुहुनेछ यो गाउँमा त तपाईँहरू पनि आउने चान्स छ भने तपाईँहरू आउनु सक्नुहुनेछ त्यही हो अनि यहाँको चाहिँ पछाडिको ब्याक होइन महाकाल हिमाल यस्तो बल देखिन्छ तपाईँहरूले देखाउनेछु महाकाल हिमालको वेदर चाहिँ हल्का कुहिरोले छोपेको रहेछ त्यो के छैन भोलि पक्कै पनि देख्छ भने जस्तो सो किनभने महाकाल हिमालको वेदर यस्तो बल छ पारि यो चाहिँ महाकाल हिमालको वेदर होइन सो यहाँ चाहिँ हल्का कुहिरोले ढाकेछ के छैन ओके गाइस त्यही हो अब अब यस्तो रमाउनु गर्नु छ कस्तो बलै माने क्या माने उल्टो घुम्दै ढोक्नुमा कति रमाइलो भइरहेको छ भने केटा हो हाई भन्दैन है हाई के भन्नु छ केटा तिमीहरूलाई के भन्नु छ के भन्छ कि छैन भन्दा केटा त्यही हो गाइस त्यही हो यहाँको भ्यू चाहिँ भले देख्न सक्नुहुनेछ सो यहाँको भ्यू चाहिँ एकदमै बबाल छ होइन त्यही हो अब सँगसँगको वेदर सोचे तपाईँलाई यहाँ घुम्ने मन छ भने सो आइदिनु होला यो कुन ठाउँ भन्दा चाहिँ सङ्घसभा चिचिला गाउँपालिका सक्राते भन्ने ठाउँमा सो सक्राते भन्ने ठाउँमा चाहिँ यस्तो बल वेदर छ यहाँदेखि तपाईँले महाकाल हिमालको वेदर देख्न सक्नुहुनेछ त्यही हो सो हामी अहिलेलाई यति नै